यो कतिवटा गाईको दुध हो बुवा? एउटा नि कहाँको धेरै पाल्छ हौ युट्युबमा भयो एउटै मात्रै हो? एउटै हो। कति छ त यसमा दुध? यसमा 10 लिटर छ? 10 लिटर जति छ। 10 लिटर हो ल ल है गाईहरू दुध खान मन पराउनेहरू यता हाजिर हुनु। यसरी आगोमा दनी दुध तताउनु पर्ने रहेछ। यी चाहिँ दुध दुँदेरा उहिलेका पुराना दुँदेरा हुन्, काठका दुँदेरा सबै उहिलेका पुराना लोप भएर गइसके भनेर अहिले यो सृष्टि गर्न थाले। उहिलेको पुरानो चिज, यो पुरानो चिजलाई जगेर्ना गर्नुभएको रहेछ। ल गाईहरू दुँदेरो भन्छ यसलाई। यसरी दुध राख्यो भने फाट्दैन पनि बिग्रिँदैन पनि, 10औं दिनसम्म राख्दा पनि नबिग्रिने। यी कहिले मकाएर जाँदैन पनि बाल्टी जस्तो। र यसमा कर्निङ डिजिज पनि हुँदैन। यो काठ हो, काठमा चाहिँ एकदमै शुद्ध र पवित्र रहन्छ। अब दुध चलाएको हेर्नुहोस् ल। ओहो